सुनिन्न गाइज हामी चाहिँ अब हामी कहाँ जाने हो अझै लोकेसन थाहा छैन अब गाडीमा बसेर चाहिँ कहाँ पुग्छ कहाँ थाहा छैन अनि त्यही भएर सबैलाई ह्याप्पी न्यू इयर अनि अब हामी चाहिँ कहाँ जान्छौँ होइन अब भिडियोमा देखिहाल्नुहुन्छ अनि यहाँ त धेरैजना छन् मैले मेकअप गरिदिनु अनि मेकअप आर्टिस्ट मेकअप भाइ उहाँले हो कताको मेकअप आर्टिस्ट नि मै नर्स पनि मै सबै अनि त्यो अब त हामी जान्छौँ होइन अनि कहाँ कहाँ अनि हेर्दै जानु होला ल गाइज हामी गाडीमा चढे एउटा अटोमा कोची नकोची हामी सबै हिँड्यो कस्तो हावा पनि अब चाहिँ हामी माथि हामी चाहिँ अटोमा गाइज भिड भिड छ गाइज भिड हामी भित्र प्रवेश गऱ्यौँ टिकट लेख्दैमा देखाएन यी हामी आइसक्यौँ हाम्रो यहाँ खाने ड्राफ्टमा टिकट छ थुप्रै छ ड्राफ्टमा टिकट छ कि नै अरे छ हजुर ब्लगर दिदी हो त नि यस्तोमा कति मिलियन छ मिलियन त होइन सब्सक्राइब गर सबैले यहाँ यता छन् फुल यही त कहाँ वनबाटिका कहाँको फुलै फुल छ यहाँ यहाँ चाहिँ त्यहाँ ड्राई पिकनिक छ अनि त्यहाँ भाइहरू छ सिन लाज त लाउँछ मलाई यस्तै यहाँको हाम्रो टिम यहाँ छ त्यही त के भन्नुहुन्छ पुष्पा होइन पुष्पा प्रेस गर्न भिडियो बनाउँछै आइज आइज भयो खाऊ कता हो गीत बजा हामी ड्राई पिकनिक केतना यो त क्यामेरा टिकटक छ यता कति गाइस भिड छ भिड हिँड्दैछन् यता हामीहरू अहिले भन्छ है गाइस यहाँ भिड छ एकदमै भ्यू देखाउँछ है गाइज मैले हजुरहरूलाई चाहिँ जूतिर आयौँ मान्छेको त भिड छँदैछ फोटो खिच्ने ठाउँ पनि छँदैछ भिड छ एकदमै यता के छ गाइज हामी त केही हेरेकै छैन चितुवा गाइज यो बस हामी चाहिँ घरतिर फर्किसक्यौँ यता चाहिँ सन्चो छैन कोकोलाई सन्चो छ छैन अनि हामी चाहिँ अलिक धेरै गर्थ्यौँ अहिले त्यहाँदेखि जम्मा 5-6 जना मात्र फर्कियौँ त्यही भएर
साथीहरू होइन अनि गाडीमा आउँदाखेरि हामी गाडीमा इरेक्सनमा आन्टी हुनुहुन्थ्यो होइन त्यो आन्टी पनि छुट्नु भयो अब हामी एकैजना छौँ थाहा एकजना म देखाउँछु है अलिक ब्लर आयो ल एकजना 6जना थियौँ है 2जना 3जना 4जना मसित 5 अनि एउटा आन्टी छुट्नु भयो अनि हामी गएको मध्ये अहिले फोटो हाल्नु 12-13जना थियौँ उहाँहरू पनि छुट्नु भयो कस्तो हेर्नु त हामी चाहिँ खानासाना खाजासाजा खायौँ होटेलमा अनि आयौँ बिहान भात नखाएको भएर कस्तो भोक लाग्यो भगवान् कसम ल भिडियो देखाएर ल भिडियो देखाएर खाएको के भात अहिले त्यहाँ होटेलमा गएर के होटेलमा गएर हामीले खाएको अरे खै भिडियो देखेर त खाएको अब त भिडियो चाहिँ त्यस्तो मैले गराएन नि अब पत्ताले मान्छे अब भोक लाउन सक्छ हजुरहरूलाई म त्यही भएर त्यता देखाइन कि होइन र हुन्छ मेकअप त पुरै बिग्रियो 2जनाले हेर्दा 2जनाले भोक लाग्छ ए 2जनाले के थाहा 70 80 100 भ्युज आउँछ कि गराउँदैछन् फेरि कपिराइट लाउँछ यार गीत बजायो भने त